12 टप हानेको भन्छ दिएको थियो तँलाई एकजनामा फेरि हामी अर्को भ्लगमा आइसकेको छौँ भनेर हाम्रो भोलि सिएछ हामी चियामा लगाइरहेछौँ रियाजको एक्जाम आइसक्यो कहिले अरे तेरो के एक्जाम मेरो एक्जाम असार भन्ने लास्टमा त्यहाँ स्टार्ट यहाँ हेर रहेछ यदि यदि बक्सदी गरिसक्यो भने रेकर्डै भएको छैन के गर्छ अहिले भ्लग गर्ने होइन क्या अहिले अर्धनङ्ग शरीर देखाउने मेरो अर्धनङ्ग कालो शरीर हेरेर के गर्छु त्यही त मेरो 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 अर्धनङ्ग शरीर हेर्नका लागि यस्तो राम्रो मौसम छ फुटबल कुरा गरेर छैन आज चाहिँ पोर्चुगलको म्याच छ क्रोएसियासँग बेलुका 4:45 फिक्स पोर्चुगलले 5-0 पोर्चुगल आज नकआउट भयो 5-0 पोर्चुगल नकआउट भयो पोर्चुगल र क्रोएसिया के ए मान्छेको पोइ हाउडी भने मैले है माडा खाऊ त्यतिर काम भयो के हेर्दा बिचमा राज बिचमा राजले बेल्जियम र सेनेगलको म्याच पनि हेर तिमीले बेल्जियम र सेनेगलको म्याच पनि हेऱ्यौ मैले इङ्ल्यान्ड र छोराले केटाहरूले खेल्ने गेम कुनै छुडाउँछ भन्त त विश्वराज केटाहरूको चाके जस्तो भन्नु खोजेको तैँले किन पछाडि बस्यो जस्तो लाग्छ तँलाई तिमी किन पछाडि बसेको भयो भन्दा हो सही कुरा गरिस् तैँले अहिले हामी अगाडि भएर भन्न भएको के भन्दा हालले आज हामीलाई स्पोन्सर गरिदिएको छ हाम्रो पैसा चाहिँ रियाजले दिनेवाला होइन क्या अरे भाइ हाल चाहिँ हाम्रो आज यस्तो राम्रो मौसम छ यहाँनिर 12 टपर के अरे आज के खाने मौसम छ अरे हो यस खसीको खुट्टाको सुप हाम्रोतिरको खसीमा फुटेको म पनि तेरैतिर हो लाडो खाऊ गान्डु जस्तो कुराहरू खसीमा खुट्टै हुँदैन हाम्रोतिर काठमाडौँ गएदेखि काठमाडौँ तर हाम्रो गाउँमा खसी नै छैन हाम्रो गाउँभरि खसी छैन छैन धेरै घरमा छैन क्या धेरै घरमा छैन हाम्रो लागि भनेको होइन कस्तो मानिसहरूको पनि छ जस्तो लाग्छ छैन र हाम्रो छैन मानिसहरू पनि छैन हाम्रो घरको अगाडि पनि छैन घरमा पनि छैन उता घरमा पनि छैन उता घरमा पनि छैन हाम्रो इलाकामा खसी खायो होला दामी आइरहेको थियो हेर्न क्वालिटी पानी हेर्न पानी फुल फ्याक्दैन हेर्नु मजा आउँछ र हाम्रो त सिनेमेटिक भ्यू आउँछ क्या ठ्याक्कै यस्तो गरेर फ्याक्छ झर्छ यतातिर के भाषा खेले होइन छैन राम्रो क्वालिटी आयो यार क्वालिटी नराम्रो के अरे भाइ ए यार कस्टमतिर असली सकल ल्याउँदा हेरिरहेको छ राम्रो क्वालिटी आएन क्या हेर ब्याक क्यामेरा छैन कस्टम भने जेङ्गा कि चेस भाइ जेङ्गा कि चेस जेङ्गा के भन्छ त्यसले जेङ्गा कि चेस चेस ल मेजोरिटी विन ल मेजोरिटी विन चेसले गर्न त मिला अनि एकचोटि आफू दान अरूचोटि आफू भइहाल्छ हारिसक्ने एकचोटि जसले यो झार्छ त्यसले पैसा दिन्छ होला म बाहेक किनकि मसँग पैसा छैन कसको तिम्रो तिमी गरिब छौ त तिमी गरिब छौ भाइ तिमी गरिब कसरी छौ तिमी कसरी गरिब एक्लो छोरा हेर्न त हेर्न पनि गरिब भइसक्यो तँ गरिब छस् साले तँ गरिब छस् हामी गरिब होइन त साह्रै गरिब त गरिब भयो देखिरहेको आई एक्सेप्ट माई गरिबी खै हो चेस खेल्दैन तैँले मलाई चेस खेल्नु यस्तो चुटे गेम खेल्नु मान्छे अगाडि देख्यो मान्छे यमन त पुरै हो यमन त पुरै धनी यो नाटक पनि धेरै गर्छ कि सोच्न तर मलाई दुःख लाग्यो कुनै बेला कतै भाइले चाहिँ विदेश पठायो भाइ कसले विदेश जानुपर्छ गयो भने त मैले पठाउनेर मलाई भिजा दिने मान्छे तँ यहाँ भिजा दिने मान्छे एउटा अमेरिका जाँदाखेरि एउटा बुढी मान्छे बुढी आउँछ अरे क्या
अब ज्याङ्गै खेल्ने भयो चाहिँ जङ्गा खेल्ने ल जेङ्गा गेम्स भनेको करोडपति यमनबाट सुरु जेङ्गा गेम्स ल करोडपति यमनबाट सुरु जो धनी त्यसले सुरु गर्छ यमन सुरु गर बजारमै बिगाएको बिगा जग्गा त भाइ जसले जुन छ सुरुमा त्यही निकाल्नुपर्छ है अब बुझिस् जेम्पाली भाइ छोयो निकाल्नु गर निकाल जुन सुरुमा छोयो त्यही निकाल्ने अरे यहाँ हेर निकाल्ने तरिका चाहिँ सिक न हिजोराजको यताबाट क्या यताबाट पहिलोचोटि के छिराउँदैन यार हिजोराज सबले उसको छिराउँदैन मेरो पालि आयो एउटा हो मेरो पालि आयो एउटा हातमा मोबाइल बोकेरमा कसले बनाएको यो प्रोफेसनल इन्स्टाग्राममा हाल्दैन गेट रेडी विथ मी वाला ए गेट रेडी विथ मी वाला के मेरो गेट रेडी बुढीवाला त्यो हार के गर्नु दिनको जहिले एउटैको लुगा आउने मान्छे म गेट रेडीमा फेरि यस्तो मान्छेले हाल्छन् क्या जससँग एउटा क्लोजेट हुन्छ घरमा वाकिङ क्लोजेट हरेक दिन फेरि लुगा लाउँछन् कपडा हुन्छ 100-150 एउटा कसो भन्यो तेरो पालि तेरो ए भाइ ललेस हुन्छ स्वराज पालि यो आयो कपी क्याट गरिरहेछ क्या मुला के को कपी क्याट भाइ खेल टु जेड कपी क्याट गरिरहेछ यार हावा छैन अरे खेलाडी है भाइ तर कपी क्याट गर्दैन त्यो झरिसक्यो कि तेरो बालीमा कि मेरो बालीमा तेरो त अलिक मेहनत गर्छ कपी लाइन गर्ने मान्छेले कपी क्याट त कुरा मेहनत त पक्का ओए झरो के नयाँ के बोल्छ यार यो भिडियो किन बनायो आवाज के सुनेर रियाजले बुढीलाई होइन खतरा दिने रहेछ के बुढीलाई होइन खतरा दिने रहेछ ए नचलाए के बोलेको भाइ समातेर बोल है तिम्रो आमा बाउले मेरो भिडियो हेऱ्यो भने के हुन्छ तिम्रो आमा ओए यसले यहाँ के हानिरहेको गरे होइन मैले यस्तो हान्छु ल विश्वराज गर्ने लड विश्वराज गर्ने आफूलाई बिगार भयो भने सरी आज बिग्ला राम्रो क्वालिटी आएर अब चलना है तो चलते रहो तुम राति राति काठमाडौँको गली गलीमा भड्किरहेको यमनतहाललाई समातेर पुलिसले dusk is no night no day the middle part What is the meaning of dawn then? dawn is the no night no morning Dawn भनेको बेलुका जस्तो लाग्छ लाडो खामा त मलाई सिकाउँछ त सरकारी सुनाबाट हैन कि म सरकारी सुनाबाट गान्जा गान्जा के छ मलाई खान्छ म गाजा खान देखेँ तिमीले हैन फेरि हेर मेरो कपालको हेयरस्टाइल छोराज खोयो साथी भीष्मराज चपगाई छोराज आफ्नै धुनमा छ हेरिरहेछ मान्छेले कस्तो सुनाइ गरिरहेको कति हजारको होला यो भीष्मराजले आफ्नो फ्युचर यसरी नै बर्बाद गर्छ हामीसँग हिँडेर होइन यहाँ क्यामेरामा रेकर्ड भइरहेको त्यसले गर्दा भनेको मैले नभए त तेरो बारेमा अस्ति त हामीलाई थाहा छ के भन्दै थियो भीष्मराज यार यार तेरो क्यामेराको अगाडि तेरो असलियत हामीले भन्यो भने क्यामेरामा मुख देखाउन लायक हुँदैन त्यो त बुझ दो चार बातें गाडी आयो अब तुम्हारे साथ है के बोलिस् भाइ त मसँग मुखमै लाग्छस् मैले भनेको तेरो दाइसँग मुखमै लाग्छ यहाँबाट पारी जाउँ सिधै उता यहाँ र भिड हेर न काठमाडौँको ट्राफिक ज्याम
दादाले बाइक ट्राफिक काठमाडौँको ट्राफिक तान्दियोस् मान्छेले बल तान्दो रहेछ कहाँ भाग्दो रहेछ यहीँ खोलामा डुबाइरहेको हाम्रो आवाज आइरहेको छ होला कहाँनिर ए भाइ आइहाल्छ नि हाम्रो आवाज आउँदैन हाम्रो आवाज आने कस्तो त्यही पनि आवाज तुम्हारे भैया ने कहा था भाइ आवाज चाहिँ जादु भइयो भनेर नि ए भाइ 500 रुपियाँ फाइन बित्तिकै हो किन गलत ठाउँबाट ट्राफिक लाइट के अरे त्यो जेब्रा क्रसिङ नभएको ठाउँबाट बाटो काटिस् भने गिटारको दोकानबाट बेटा भयो किन 500 रुपियाँ फाइन के बाटो होइन यहाँ जेब्रा क्रसिङ छ यताबाट काटिस् भने 500 रुपियाँ फाइन मेरा किडनी लगा क्या बरु मलाई लगेर जेलमै 500 रुपियाँ नै होइन भने यार टोटल मलाई 2 महिना लगेर जेलमै थियो यार बरु इक्जाम त दिनु पर्दैन कमसेकम किन इक्जाम नदिएको भन्दा जेलमा थिएछ किन भन्दा बाटो काटेको थिएँ मैले बाटो काटेर यही हो नेपालको सिट चाहिँ कोही बाटो यत्रो गाडीको लागि एउटा गाडी युट्युबमा पैसा कमाउने पुरै कडा सिस्टम हाल तँलाई युट्युबमा पैसा कमाउने तँलाई कडा स्किम थाहा छ रियाक्सन युट्युबमा होइन फेसबुकमा आजकल एनिमे छोड्न त छोडी वाग्लेले के भाषा दिन्छ त्यो लास्ट साइडमा वाह के भन्यो भन्दै लाइक आइहाल्छ 50K जति आजकल त्यही चलिरहेको छ यार रियाक्सन युट्युबमा क्या एउटा च्यानलमा क्या जस्तै एउटा बुढो छ त्यसले भिडियो गर्छ अनि त्यसको भिडियोलाई बुढीले रियाक्ट गर्छ अनि बुढीलाई रियाक्ट गरेको त्यो बुढोलाई रियाक्ट गर्छ अनि त्यो बुढोले रियाक्ट गरेको त्यो बुढीले हेर्दै चाहिँ को छ त जस्तो चुतियाले पनि हेर्दैछ उयोहरू त 500K भ्युज 800K भ्युज हामी यत्रो मेहनत गरेर हात दुखाइ यसरी ब्लग बनाउँछौँ तेरो पनि छ युट्युब च्यानल यस ब्रो ओ ल मा अस्तिदेखि म तेरो भिडियो बनाइरहेको छु कहाँ गइरहेको जस्तो लागिरहेको होला तेरो अनुहार देखेर मेरो च्यानलको सब्सक्राइबर घटिसक्यो साले विश्वनाथ कहाँ आएको तिमी सोचेको केटोले यो बिल्डिङ किन्न मलाई कति हजार करोड लाग्यो धनीहरूको सोच त्यस्तै हुन्छ हामी यस्तो सोच कस्तो हुन्छ भन्छ त्यो मुजी यमन दाहाल त्यही भने मुजी त्यो हाम्रो सोच हो तर भीष्मराजको सोच हुन्छ कि म मेहनत गर्छु वेल्डिङमा कति वर्ष काम गरेँ भने मैले एउटा घर किन्न सक्छु काठमाडौँमा यत्रो भिड छ यहाँ काठमाडौँमा यो भिड देखेर भीष्मराजलाई बाटोमा हिँडिरहेको एउटा कार एक्सेप्ट गर्छ गर्दिनँ ल भीष्मराज ट्राई गर्छ यहाँ भीष्मराज ल यहाँ ट्राई गर तिमी बाटोमा हिँडेर एउटा केटीलाई पकडेर आइलग्यो भन नपकड मात्र आइलग्यो भन अनि त्यसले यस भन्यो भने ठिकै छ यस भन्यो भने हामी यस्तो क्यामेरा देखाउँछु परबाट प्राङ गर्छु भइहाल्छ के गर्न चाहन्छौ तिमी ठिक छ प्लान एक्चुअल कुरा चाहिँ के भन तैँले यस भने पनि भनिहालेँ होइन यस भने पनि प्र्याङ्क मात्रै यस भने पनि हामी भागिहाल्छौँ दाजु छ जस्तो अब हामी बिल्डिङको पैसा कति हो सोध्न आउँदैनौँ क्या पैसा खाइदिइहाल्छु मसँग जान त बेन्टलीको थियो के हो यार यस्तो गाडी बेन्टलीको थियो निसान हो क्या निसान भाइ निसान हमारी 1 किलोमिटर भनेको यस्तो हो क्या त्यो भनेको डिस्प्लेसमेन्ट हो जुन त्यो यता सर्टेस्ट रुट हो क्या 1 किलोमिटर हामी हिँड्छौँ 5 किलोमिटर पुग्छौँ 12 बजी अनि हुन्छ गेट बन्द अनि आउँछ फर्केर 1 किलोमिटर भनेको रातो बजार हिँड्न होइन यस रातो बजार छैन अलिकति 1 किलोमिटर 800 मिटर त आजकल फुल छ अरे मार्केट फ्लू ब्लड फ्लू
एप्पल फ्लू ब्लडको हो मासला कान खायो यार एम्बुलेन्स ए सरी एम्बुलेन्सलाई बाटो छोड्छन् हाम्रो नेपालका सभ्य नागरिकहरूले देख्यौ जस्तो छैन के बाटो छैन क्या छैन हामी राम्रो मान्छेहरू भने आफ्नो नेताहरूलाई हामी यहाँ के अरे हामी यहाँ हो राम्रो लिची रहेछ यार हाम्रो यहाँ राम्रै लिची पाइहाल्छ क्या फुल हाम्रो तर अहिले सिजन सकेन कसरी सिउन सकिन्छ हौ माछा लिचेर आएको सिजन होइन अहिले सक्यो जस्तो लाग्यो मलाई सक्यो पनि होला यार अब हामी राम्रो नागरिक जसरी बाटो काट्छौँ जिब्रा क्रसिङबाट देखिस् पाइन्छ भाइ 500 रुपियाँ होला गाडमा रहेको त मैले गाडमा त पनि छैन भिसरा त काटिदिन्छ होला यार जतैबाट पैसा हुन्छ धनी जस्तै हो कताबाट यहीबाट यस मैं तुमसे मोहब्बत हुई है ओ जाने मन डू यू नो यो गाना सुनेको थिएँ भाइ के खाँदैनस् त खाँदैनस् त खाएछस् नि दिइहाल्छ नि तँलाई राति 12 बजी मेरो रुम छ त आइज न किनेर ल्याउने मात्रै हो क्या पकाउने काम त मेरै हो र ल 200 रुपियाँको मासु ल्याएर यही भने तँलाई मैले पकाएर खुवाइनु पनि हो 400 रुपियाँ 400 र हामी यहाँ अस्ति होस्टेलमा ल्याउन खोजिरहेको थियौँ होइन होस्टेलमा पकाइदिन्छ होस्टेलमा नि पकाउनु त हौ कतै घोटाला गरेर हुन्छ खाँदैन भित्रभित्रै त्यही पनि पकाइदिन्छ ट्रान्सप्यारेन्सी त्यहाँ गएर बस्नु अब खाना पकाइराखेर बस्दा नि हुन्छ भने आफै पकाउँदा नि हुन्छ त्यो अप्सन पनि छ कसले पकाओस् म पकाउँछु नि पकाउँछ पकाउँछ भाइ छोड दे क्या छोड गाछ सिन्दैमा भाइ साइको लागिरहेको होला मान्छेहरूलाई अब यहाँ सबै भाइ 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 गर्न कहाँ गइरह भाइ बेलुका बेलुका ए रात चाहिँ बन्द हुँदैन रात चाहिँ बसेको चाहिँ बेलुका उता भएपछि के अरे आरती भएपछि बन्द हुन्छ बिसरा जस्तोदेखि तेरो मनसा थियो यहाँ छिरेर एकचोटि के रहेछ भनेर हेरिहाल्छ पाउँछस् धनित्वको प्रमाण मान्छेले यसरी दिन्छन् क्या यहाँ आएर 400 1200 होइन पाउँछ 400 भन्छ के पाउँछु भन्छ क्या अब मान्छे 1200 रुपियाँ त हाच्छु गर्दा ठ्याक्कै हो क्या मर्दको जवान भन्ने चिज हुन्छ जुन भनिसक्यो बिचरा मर्द पाउँछ होला मर्दको जवान भन्ने छैन मर्द होइन मर्द नामर्द मलाई यही प्रुभ गर्नु छ बिचरा तँलाई अब ओम नमः शिवाय आइसकेर जटागटा हलक जगत 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 भावके चौर चन्द्रशेखर लिरिक्स जटागटा सम्प्रम साला त कुन लाइन गाइरहेको छ के थाहा मलाई अब गान दुत्तको सीमा पार ए भाइ यस्तो पवित्र आवाज बोलेर त यस्तो असभ्य भाषा बोल्छ सरी ब्रो कि एउटा गाडी नयाँ लगमा गाडी 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 ओ गाडी 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 ओ गाडी गाडी यमन दाहालको ड्रिम कार के हो केटा हो भन म त यार त्यस्तो ड्रिम कार भन्ने चिज छैन यार मेरो त फाइटर जेट भन्ने चिज एउटा थाहा फाइटर होइन प्राइभेट जेट सरी काठमाडौँको बसेर कार भनेको त्यो बच्चाहरूले किन्छन् क्या कार बोट किन्ने हो यट भन्छ क्या यट के यट भन्छ क्या यट मैले बोट भन्दा तैँले बुझ्छु नि नेपालमा त यट ल्याउँछ भन्छ नेपालमा यट ल्याउँछ सप्ताहको काठको बोट ल्याउँछ त्यो सप्ताहको समय एउटा हार बनाउँछु म मेरो कोसी तँलाई क्रस गर्नु भने तँलाई बोटले दिन्छ कि तँलाई याटले दिन्छ भन्छ याटै हुन्छ क्या सप्ताहको जत्रो हिँड्दै क्रस गर्ने माइक र छ नि माइ के पौडी खेल्नु पौडी खेल्नु तलवालामै पौडी खेल्नु त्यो बिरिङ थाहा तलको बनाएको नि ब्रिज थाहा छ मलाई त्यहाँदेखि उता गलामै क्या सके थाहा गएको छैन सके थाहा तँ चाहिँ कहिले गइस् तेरो माउले एउटा
त्यहाँ पाउँछ क्या बोट याट चाहिँ के भनेको अरे याट ए साला 50 रुपियाँ दिनुपर्छ याट पाउँछ त्यसले याट आउँछ 50 रुपियाँ दिनुपर्छ याट पाइहाल्छ मेरी बाहों में हामी गए चाहिँ कहाँ रह केटा हो भन न मलाई सुरुमा हम किधर जा रहे हैं छिर्दिउँ न एकचोटि होटेलमा पानी खाउँ खाइदिउँ अनि चल्दिउँ कहिले रोक्छु कहाँ हैस धनी अलिकति होटल किन्ने सोचिरहेको क्या अब एक दिन त्यहाँ पनि लगेर अलिकति धनी हुन पाएको छैन मान्छेहरू बिग्रिहाल्छन् क्या मेरो युट्युबबाट पैसा आउनु दियो क्या घन्टा आउँदैन कहिले जिन्दगीमा आउँछ भाइ नाना म सुपर चेट दिन्छु 10 रुपियाँ ओ दिँदैन प्लिज राम्रो भयो सोसल एङ्जाइटी हजुर अब अहिले तिमीहरू छौ मसँग वरिपरि भएर यहाँ अर्को मान्छे आयो भने बोले होइन क्या अघिदेखि सोसियल एङ्जाइटी हटिरहेको छ मेरो होइन म एक्लै हिँड्दैछु भने म घन्टा यसरी हिँडेर आउँछु कहिले त्यही भनेर देखा गान्ड मेरो अनुहार देखा गान्डु भन्नु अहिले मलाई जहीँ चाहिँ राज धार्मिक स्थल कहाँ छ धार्मिक धार्मिक सर कहीँ देख्दैन यार तर भाइ जुन इन्भाइरोमेन्ट छ त्यो राम्रो हो यहाँ according to UNICEF पशुपति इज अ कल्चरल हेरिटेज एकदम छोटो न मनाइ छ सरी ब्रो युनेस्को युनेस्को होस् या युनेस्को होस् जे होस् न बाल युनिसेफ होस् युएन होस् कल्चरल हेरिटेज हो भन्ने इम्पोर्टेन्ट पाले भएन द्वारिका होटल हो द्वारिका एकर्डिङ टु राजु मिस्त्री भन्दा नि हो कल्चरल हेरिटेज हो नि त एक्चुअली त इङ्ग्लिस के हो यार आजकल यार लास्टिक हटिरहेको छ भिसनासम्म ब्रो यु डोन्ट टक इङ्ग्लिस आई स्पिक इङ्ग्लिस वाट ग्रान्ड बिल्डिङ माई गड यो डिजाइन देखाउनुपर्छ किन म फ्रन्ट क्यामेराबाट देखाइरहेको छु म ब्याक क्यामेरामा देखाउन सक्छु वाट इज दिस थिङ आई वान्ट बाय दिस थिङ वाट इज दिस थिङ होटल द्वारिका यो नि त कल्चर प्रिजर्भ गर्नु भनेको यार तिमीले द्वारिका नाम त सुनेको थियो होला कृष्णको गाउँ कृष्णको गाउँ थियो यार कृष्णको सहर भन्छ तपाईँलाई कृष्णको सहर सरी ब्रो सुनको महल थियो भनेर सुनेको मैले त अब बिहानको थाहा मै त कृष्ण सोध्नु द्वारिका होटलमा मैले पैसा हालेको थिएँ भने एक जमानामा के हालेको पैसा हालेको थिएँ भने एक जमानामा के हुन्छ धनी हुन्छ अहिले के हुन्छ र ए भाइ 10 रुपियाँ हालेर मान्छे धनी हुँदैन क्या जमानामा पनि पैसा दियो भन नि त त्यो जमानामा 10 रुपियाँ हालेर त धनी हुन्छ जस्तो लाग्छ भाइ एक्सपिरियन्स हो क्या मजा आउँथ्यो उडाएको भए मलाई अहिले उपर भ्लगिङ गर्दा गर्दा एउटा चुतियाको भएको छ मृत्यु त्यो चुतियाले आफ्नो देखाइरहेको थियो कला त्यही भने लाल लाग्दैन मान्छेहरूलाई यस्तै मान्छेले गर्दा देश बिग्रेको क्या भाइ जोसँग तेरो पालि आउँदैन हमारी भी आएगी पारी ये हम सोचते थे पहले भाई अभी क्या हुआ अभी ये बात हुई कि हमने चली गई अपना चेहरा देख लिया बहुत गलत किया उसके बाद हमें मालूम चला है कि हम इंग्लिश हिंदी की ना बोलते दोस्तों तुम्हारे आंखों के साथ बहुत गलत हुआ जब तुमने अपना चेहरा देखी हाँ एक ओहो आयो विश्वराज ल भन त के भन्दै थियो गेस्ट मेन अन द प्लानेट इज हियर राम्रो होटल देख्न पाएको आइहाल्छ विश्वराज होटल देख्ने भन्दैन क्या आउँछ भन्छ हामी खुवा तिमीलाई एक दिन खुवाउँछु भनेर एक दिन चाहिँ जिन्दगीमा आएछ भने नि हो तर यहाँ भन्नु हुँदैन धनी मान्छे छ ए भाइ तँलाई के लाग्छ भाइ अहिले मैले हिमालयन जाँदामा तँ गइस् भने जे भन्छ त्यस्तै खुवाइदिन्छ तँलाई ल पैसा आफूले दिनु पर्यो तर त्यो भाडा बाँध्दा नि सक्छ होइन तर छ क्या त्यतिको केटामा त त्यो क्यापाबिलिटी चाहिँ छ कि नभएको मान्छे होइन हेप्ने होइन हिमालयन जाँदा कि निन्छ मलाई के सोचे जस्तो चापागाई पो हो त चापागाई होइन तँलाई चापागाई सुजन चापागाई थाहा छैन तँलाई गाईहरूको पावर होइन म पनि गाई नै हो गाई गाई इज द नेसनल एनिमल अफ आवर कन्ट्री ब्रो कोही खाना केही भनिस् दाल भाइ केही भनिस् केही भने छैन मैले भाइ ठुलो खाना अहिले राम्रो पनि छु धेरै त्यति नराम्रो पनि छुइनँ हौ म आफै भनिरहेको जस्तो नराम्रो छुइनँ भनेर नराम्रो छु भनेर अघि यो मान्छे मैले त राम्रो छु भने मेरो संसदले अलिअलि बोलो क्या द गेस्ट मेन अन द प्लानेट बोलो क्या यसलाई 26 मिनट भयो भाइ 26 भएन भाइ 20 मिनट भयो हामी के अरे मेरो प्राइड गर्नु के फ्राइड
ए अँ के हो यसले चाहिँ चलि कहाँ के भइरहेको थियो कहाँ के भइरहेको थियो नेपालमा हो त्यो? नेपालमा पनि त्यस्तो हुन्छ नेपालमा पनि आयो कि तैँले नेपालमा LGBTQ पनि एलजिबिटीको कम्युनिटी आइसक्यो थाहा छैन यार यो बारे त यार मलाई विदेशबाट पो आउँदो रहेछ नि नेपालमा सेलिब्रेट गर्न ए हो कुल लाग्छ क्या मान्छेहरूले मान्छेलाई कुल लाग्छ कुल एटेन्सन जुन मान्छेलाई चाहिन्छ नि होइन त्यसलाई फोटो हाल्यो रेनबो कलरको फ्ल्याग बोकेर होइन अब कन्ट्रोभर्सी हुन्छ त्यसपछि पछि जब फेमस भइसक्छ तब डिक्लेयर गर्थ्यो यो निस्किन्छ होइन मान्छेलाई कसरी बाँच्छु भन्छ त्यसरी बाँच्न दिनुपर्छ यार यहाँले आफूलाई खुसी भनेर अनि मैले बुझेँ आफ्नो कुराले जस्टिफाई गर्न खोजिरहेको छ तिमी जान खोजिरहेको छ परेडमा तिमी आफूलाई वुमन कन्सिडर गर्दैछौ मैले केही भनेको छुइनँ नि केही भने छैन नि हामीले त्यसले आफूलाई मैले आफूलाई के पनि भने म त म बायोलोजिकल म आफूलाई ब्ल्याकम्यान कन्सिडर गर्छु म निगा भन्न पाउँछु त्यसो भने यस ब्रो यस यस निगा यस निगा यस निगा आइसक्यो क्या यहाँ यता निगा भाइ बन्द भइसक्यो होला त कि छैन गेट बन्द हो हुँदैन भन्दा कहाँ गेट बन्द भइसक्यो भाइ बन्द भइसक्यो कहाँ हानेको त एउटा बन्द भइसक्यो भाइ ए भाइ क्रस हान्ने हो कि होइन बन्द भइसक्यो भाइ के भन्दा जस्तो हान्ने कि नान्ने हान्ने कि नान्ने जाने कि नजाने अब यहाँसम्म आएर नगइकन फर्किनु बन्द भइसक्यो क्या हेर्न सबै फर्कियो हिँड्नमै मात्र जाने हो कि ए जाने हो हेरेर आउन आफ्नो नजाने कुरा हुँदैन क्या बता पूछता हूँ अब तो आजा पानी भर्ला फरसमा सिम 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 पानी पर्दैछ भनेर गाना गाउनु राम्रो कुरा हो हेर भाइ विदेशी गयो भेटेर सबै ए ओ माइ गॉड नाम लिया सेता नाजिर Şöyle aşağı gibi hisset. ए भाइ के गरे यस्तो लाज लाग्दैन तिमीलाई पानी किल्चेर हिँड्ने मान्छेमा पानी उछाल्ने कहाँ गयो भाइ यहीँ होइन हेर भाइ छिरौँ न सबै मान्छे फर्किँदैछन् हामी छिर्ने नि त जो भिडबाट अलग भएर जान्छ त्यो भनेको को गइरहेको छ म कोही गएको देखिरहेको छुइनँ कि म त जुत्ता लाएर म कोही गएको देखिरहेको छुइनँ कि तिमीहरूले मलाई त्यत्तिकै लिएर आयो होइन यत्रो राति 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 के छ भाइ अब आइसकेपछि आधा अधुरो काम छ भाइ बिरानको बेला अन्त के गरिरहेको छ मान्छे पावर यहाँ होला छिटो छिटो मालदार माल बेच्ने बेला हो क्या रातको सानो खुट्टाले बिस्तारै बिस्तारै आउँछ यार त के हो त हर हर महादेव हर हर महादेव भने काल अरे ओ माई गॉड डेन्सी के सिप्लिन छ केही भने केही भने छैन के डराएको तिमी भगवान्ले भनिदिनु हुन्छ कि त्यही त उसको तिन आधा यस्तो डराउनुपर्छ भन्छ के भाइ 10 मिनट लाग्छ भनेपछि ठिक हो। हमारे बाहों में ओ ए सर छक्का मेरा यसु के भाइ अंधेरी रात में तू मेरे साथ में दिया त्यो साइडी भन्दा अस्ति के थियो एउटा के थियो त्यो तैँले भनिस् नि के अरे त्यो वो आई थी मेरे जनाजे पर जनाजे क्या? जनाजे ए। के हो कौन कहता है कौन कौन कहता है कि दफनाने के बाद जलाया नहीं जाता मैले ट्याक्कै त्यही भन्दा दफनाने भन्ने थियो नि तैँले भनेको जलाने भन्थे वो कह रही वो आई थी मेरे जनाजे पर वो आई थी मेरे जनाजे वो आई थी मेरे जनाजे पर कौन कहता है कि दफनाने के बाद जलाया नहीं जाता वाह तर त्यसमा एउटा लाइन पनि छुट्यो क्या मुसलमान में कोई के भन्ने वो आई थी अपने मेरे जनाजे में अपने पति के साथ या सुनने के उसी के भन्छ नि शोर किसने कहा मुसलमानों को मरने के बाद जलाया नहीं जाता कि के भन्छ सुरुमा त्यसै ब्याकग्राउन्ड दिन्छ त्योपछि अब त मलाई सायरै सम्झिन्छस् भने त म के भन्न सक्छु कपी क्याट भन्छौँ हामी यस्तोलाई होइन अर्को चोरेर भन्नेलाई सार भन्दैन आफ्नै भनिदिउँ त म ल आफ्नै भन्नु त आफ्नै भन्नु नो आइडिया के ल आफ्नैले मलाई नो आइडिया इज ओरिजिनल भन्ने एउटा थाहा छैन यस भन्न भन तैँले सोचेको तेरो जुनमा दिमागमा आइरहेको छ युनिक आइडिया त्यो पनि त्यो आइडिया चाहिँ ठ्याक्कै 18,000 वर्ष अगाडि उनीहरूले सोचेको थियो होला क्या होला अब होला नि धेरै कम्बिनेसन हुन्छ अनि यो अन्य अनि सकिएन त भाइ तेरो कुरा सक्यो क्या युआर नो म्याच फर मी शिवशङ्कर युआर
कहाँ गइरहेको छु होइन कहाँ गइरहेको छु के गरिरहेको छु भन्ने अलिकति दिमागमा राखेर बोल्नु होला भन्नेमा युवा र भङ्कर भन्दैछु म अरू केही भने होइन त्यो त गलत नबुझ्न त हनुमानजीको मन्दिर यहाँ चाहिँ जो विश्वनाथ नास्तिक पनि हामीसँग आइरहेछौँ के भन्नु धेरै बोल तल यहाँ लत्ती हानेर मान्छे निकाल्नु भन्ने म चाहन्छु होइन बोल्नु हुँदैन भन्न तँलाई कसले भन्नु भाइ ल मेरो ओरिजिनल शायरी ल भन्न त अन्धेरी रात में ओ मेरो साथै भन्न भयो अरे भाइ हल्ला गर्ने होइन मसँग भन्दिनँ तर भ्लगमा आउनु छैन देखाउनु छैन अनुहार आफ्नो अलिकति कस्तो जाडो आरती सुरु भएको अँ ए अहिले हुन्छ आरती यस अलिक छिटो होइन छिटो आरती हेर न गाली गर्छ होला कसले दाइ हामी गल्तीले पशुपतिनाथ आइहाल्यौँ अब खाना खाना आउँदैन भन्नुपर्छ हामी होस्टेल आउँदै थियो पशुपतिनाथले क्रेडिट स्कोर घटाइदियो क्या यमुनाले के स्कोर घट्यो क्रेडिट स्कोर के हो क्रेडिट स्कोर भनेको कुनको त लिस्यो आएको भनेको पिस भ्यू चाहिँ छ क्या पिस छ क्या पिस Oh my द God. नेचर इज पिसफुल एभ्रिथिङ इज ब्युटिफुल योभन्दा हाल इज अग्ली मोबाइल पनि उही छोडेर राते क्यामेरा क्वालिटी यार मेरी बाहों में रहना है तुझको जय शिव शङ्कर भनेको कहाँ गइरहेछ आरती मेरो लागि चाहिँ भगवान् ओ भाइ पानी जिंदगी ना जिंदगी से कहाँ हो तिमीहरू छिडाउ सीता जलिरहेको छ सीता आरती भइरहेको छ धार्मिक स्थल धार्मिक स्थल पशुपतिनाथ भन्छ क्या धार्मिक स्थल भाइ अहिले एकदिन पानी पर्नु पानी सकेर अब हामी आफ्नो गन्तव्यतिर अगाडि बढिरहेका छौँ जय शिव शङ्कर हरे हरे भोले महादेव विश्वनाथले एकचोटि भ्यू हेर न नयाँ ब्याक्टेरिया र पोखरामा एकदिन यहाँ त कहिले आएर थिइस् न पहिले आएर थिइस् पोखराको त्यो गएर फेवा तालको आएर
आएको? हेवा त आरती गर्दैन यता गएकै छैनस् हामी त गइनस् नि ए भाइ कस्तो घट्या आउँदै जान्छ अरे यार चिया ठाउँ आरती गर्न छैन पोखरा जान्छु। के अरे ब्याडी मिलाइदिने यार ए भाइ अपवित्र गरिदिन्छ यार ल्याएर त्यत्रो तिमीले धार्मिक के अरे आफ्नो के अरे पुरा दुःखमा पीडा पोखेर आयौ धर्मको अलिकति सहारा लियौ लाज लाग्नु आफ्नो के अरे दुःखको यही जिन्दगीमा पानीमा फ्याँक्नु यसलाई कसले अनि आएर चाहिँ तिमी अब यस्तो यस्तो कुरा गर्छौ भने म केही भन्न सक्दिनँ हामी केही भन्न माफी चाहन्छौँ हामी शिवजीलाई खिचेको त प्रभु श्री शिवशङ्कर हमको माफ कर दो इस मूर्ख लाइट भिडियो केटा हो भिडियो बनाउने गरेको हनुमान है हाँ जय हनुमान पशुपति के थे पशुपति प्रसाद थे होइन पशुपति प्रसाद अलिकति लाइट भेट्यो कि हामी मोबाइल निकालेर भिडियो बनाउन सुरु गरिहाल्छौँ त्यो लेभल्स जस्तो लाग्छ भाइ तँलाई देखाएपछि मेरो 9 सब्सक्राइबरबाट 8 सब्सक्राइबर भएको थाहा छ मेरै फेक आइडी थियो तेरो फेमस नहोस् भनेर 9बाट 8 तैँले बनाइस् सधैँ हान्ने तँलाई होइन मैले के सोचेँ भन्दाखेरि मेरी आदतों से काफिराना भनेको हेर काफिराना इश्क है त्यो नाममा के छ क्या है जैसे तुम हो जैसे तुम मिले हो जैसे मिल रही हो इतर से हवा काफिराना होइन क्या त्यो फिल आएन क्या त्यो जुन अरिजित सिंहले गाउँछ नि होइन त्यो लगाएर अब अरिजित सिंहलाई त मसँग कम्पेयर गर्छस् भने चाहिँ होइन ठिकै छ म होइन केही भन्न चाहदिनँ त आफूलाई नै त्यति लायक सोच्दैन भने त अब अरूले पनि नसोच्ला नि होइन मैले त एटलिस्ट केटाको मोरालिटी बोलाइदिउँ भनेर कम्पेयर गरिदिएको पशुपतिजीको आरती फाइन लाग्छ सकेर भन्ने थाहा छैन केटाकेटीहरूलाई बसेको आरती सकेर के गर्दा हामी फर्किन्छ के भन्न चाहन्छस् त आरती कस्तो लाग्यो आन्टीहरू हिँडेर हिँडेको आरती स्टुडेन्टहरूलाई अब बाटो सबलाई पक्रेर हाल्छ त्यो काट्नु पनि कला हो भाइ हो फ्यान्सी हन्सी प्लिक भन्न तँलाई आरती कस्तो लाग्यो भन्न होला यसो ए भाइ एकदम अरा फार्मिङ हो क्या त्यहाँनिर अहिले हामी चाहिँ गाडी चाहिँ बाटो मजा आयो क्या यो अन्त भक्ति भनेको भक्ति भाव भनेपछि के भनेको पशुपतिनाथमा आएर थाहा हुन्छ क्या मान्छेलाई हामी मात्र एउटा मूर्ख मनुष्य हो जो यो शरीरमा उतै भइरहेछौँ मान्छे जब पशुपतिनाथमा आरती हेर्न उसलाई थाहा हुन्छ सत्य के हो सत्यको कम्प्लिटली सत्य त बुझ्न सक्दैन त्यही पनि पार्सियल भए पनि थोरै भए पनि मान्छेले बुझ्छ मोक्ष प्राप्त गर्छ थोरै भए पनि